म तपाईहरुलाई बाख्रा देखाइदिन्छु हाम्रो बाख्रा यहाँ घाँस खाँदैछ बाख्रा देख्छु नि सुँगुर हाय सुँगुर तेरो थुतुना देखा थुतुना यो चाहिँ सानो हो यो भन्दा निकै सानो नि है यो चाहिँ ठुलो चारो दिन आएको के भनेर कतै चारो दिन्छ के भनेर चारो मात्रै मागिरहेको हुन्छ हाम्रो हाँसहरू बारीमा घुम्दैछ यिनीहरू चाहिँ रातिसम्मै घुमिरहेको हुँदैछ यतिकै हाम्रो गाई ब्याउनु आँटेको छ यसलाई चाहिँ के भएर है छोड्नु त अलिकति छौतामा घाउ निस्किरहेछ यस्तो विचार है जहिले पनि यस्तै हुन्छ बाछीको चाहिँ बाह्रो के बाछी नानीहरू कट्टुसको दाना देखेँ कि कट्टुसको दाना यहाँतिर छ कि लप्सीमै छ हामी यहाँ लप्सी पनि हुन्छ नि त लप्सी अमिलो खानु सक्दैन भयो यो त यस्तोमा हुन्छ नि कट्टुसको दाना चाहिँ घोज्छ भयो यसले चाहिँ यहाँ रहेछ नि त कट्टुसको बोट कट्टुसको बोट कत्रो यहाँ रहेछ पछाडि चाहिँ लप्सीको बोट हो है लप्सीको बोट है लप्सीको र कट्टुसको बोट अन्त भुइँभरि कट्टुस चाहिँ कट्टुस रहेछ त्यही गाईलाई हालिदिएको है गाईलाई घाँस ग्यास झाडमा आपाले त्यहाँ बनाउँदो रहेछ नि त माटोले यहाँ रहेछ इस्कुस अब चाहिँ म राम्रो भएर खाना बनाउन आँटेको यहाँ म इस्कुस काट्न आँटेको कस्तो देख्यो मलाई त चस्मा लाएर घरमा इस्कुसको तरकारी अन्त कालो दाल अन्त बैगुन बनाउने आज चाहिँ मैले यहाँनिर इस्कुस छिल्दैछु हो आया कपालै तान्यो अन्त इस्कुस चाहिँ हाम्रो घरमा पुरा बेसी हुन्छ हो तर यसपालि चाहिँ कुनै किन पुरा ढिलो भएछ हौ यति बेसी इस्कुस हुन्छ कि हाम्रोमा अब चाहिँ अहिले चाहिँ किनेर खानु पर्दैछ भर्खर फल्दो रहेछ बिस्तारै बिस्तारै माथि जान्छु कुकुरको बच्चाहरूको खोर सफा गरिदिन्छु है यहाँ त के गर्दा टाइम बितिहाल्छ तपाईँलाई देखाउँछु कुकुरको माथि बच्चा कस्तो भएको छ है जेनीको खोर सफा गरिदिउँ भनेको कि हेर्नु नि कराएर वाक्कै लगाइसक्यो तल जान्छु भनेर जाउँ उनीहरूको अलिकति यो घर अलिक सफा गरिदिउँ भनेर हेर्नुहोस् न दुईजना अम्मै नि बेबु यता आऊ नानीहरू यता आऊ यता नि त यहाँ आऊ न यहाँ हेर्नुहोस् मेरो नानीहरू कस्तो मजाको भएको छ हेर्नु नि हेलो एकछिन ल जेनीको चाहिँ फर्स्ट बेबी हो दुईटा भएको छ यहाँ हेर्नु दुईजना कति मजाको छ आछि एकछिन ल म तिमीहरूलाई एकछिन यहाँ राखिदिन्छु ल मास्क चाहिँ लाउनु पर्छ किनभने धुलोहरू हुन्छ कि यो निकालेर चाहिँ अरू ओछ्याइदिउँ भनेको नि जेनी तल जाने ओछ्याइदिन्छु ल नयाँ बेड बनाइदिएको ल तिमीहरूको लागि
जेनी आइज जेनी आइज बस 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 यहाँ बुबु खाऊ बुबु जेनीलाई चाहिँ यस्तो गरेको पुरा इन्जोय गर्छ जेनीले है जेनी पहिलादेखिको यसरी मसाज गरेको नि हो यसरी यसरी मसाज गरेको मन पराउँछ नि यसरी पुरा इन्जोय गर्छ लु नानीहरूलाई दुध दियो मिलाइदिनु है यहाँबाट चिसो पर्छ भनेर बनाइदिएको हो यो चाहिँ तर अहिले पुरा मैला देख्दो रहेछ ल आऊ आऊ लु भयो अब म यिनीहरूलाई हालिदिन्छु भित्र भयो भयो यहाँ हेर्नु नि हाई काटेको देख्यो होला नि के भयो नानीकै के अरे मान्छेको नानीहरू जत्तिकै हो यिनीहरू भयो 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 मैले सफा भने अझै लुगा पुगेन यहाँनिर अब अझै अहिले फेरि पुरानो लुगा ल्याएर राखिदिनु पर्यो बस्छ ल दुईजना गफ गर्दै हामी चाहिँ च्यापुरोन गएको माथि उयो बहिनीहरू बुहारी काम गर्दैछ कि एउटामै लगिदियो मलाई अप्ठ्यारो भयो नि त बोक्नु हिलो भइरहेछ यहाँ पालि पानी बनाएको होला आइज डेक्स आइज 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 हिँड अगाडि हिँड भयो अब पानी पानी के भयो आज पानीको दुःख भएर लु हिँड जाउँ हिँड छिटो यहाँनिर चाहिँ उनीहरूले उयो गर्दो रहेछ नि त मल निकाल्दैछ हो लु फर्स्टमा को खाने उयो दिनु लु चाङ तिमी खा ल तातो थ्याङ्क यू ए यो चाहिँ घाँस होला नि त है अब हामीले यो मल लगेर चाहिँ यसको चाहिँ के रोप्छ फुल रोप्छ है चाङ हजुर यसरी निकाल्छ यता चाहिँ मल चाहिँ यो चाहिँ बस्तीको अर्ग्यानिक मल हो नि यो चाहिँ तर मेहनत पनि त्यतिकै रहेछ ऊ अमलाको मुनि पनि हुँदो रहेछ अमला त सानो छैन त यहाँ साँच्ची चाङ पर चाङलाई सानो चढेन त भर्खरै हो चाङको जिउमा फेरि आइज अहिले त्यो देखेन भने यस्तो गर्छ अरे घरको मान्छेलाई फेरि राखिदिनु म आएर खान्छु चाङ खाने हुन्छ ल सरी पुग्दैन सक्छु यो चिप्स चाहिँ मेरो फेभरेट हो नि त बहिनीले ल्याएर राखेको रहेछ मैले खाइदिएँ क्या मन परेछ यसको फेभरेट हो नि यो चाहिँ जम्प गर जम्प यो चाहिँ ग्ल्याडियसको हो हामीले हिजो ल्याएको कालिम्पोङबाट यो चाहिँ सुकाउनु पर्छ अरे नि त यसरी बेसी हुन्छ ओ भक्कु हाल्नु पर्दैन ब्रोकली रोप्दैछ है हामी चाहिँ भन्न मलहरू चाहिँ यहाँ चाहिँ है प्रशस्त पाइहाल्छ गाईको मल माटो सबै कुरा हामीले चाहिँ भर्खर अलिकति मैले चाहिँ रोपिनँ आमाले चाहिँ यहाँ रोप्नु हुँदैछ चामल पनि रोप्दैछ बन्दाकोपी ब्रोकली यसरी मल हालेर यसरी रोप्नु पर्दो रहेछ ब्रोकली चाहिँ रिक्जेन विशेष चाबिन परेछ है ब्रोकली आमा यसमा माटो मिक्स गर्छ पहिला हैन माटोले छोप्छ पहिला यसो गर्नु माटो छोपेर पहिला यसो गर्नुस् यसरी ए माटोले डल्लै यसो छोप्नु डल्लै छोप्यो अन्त यसलाई यसो गर्नुस् ब्रोकली पनि रोपिसक्यो यहाँनिर सबै उता जेनी उता यहाँ आउँदैन माथि कुकुरहरू आएर वाक्कै लगाइसक्यो हामी चाहिँ अब यहाँ फुल रोप्नु आँटेको हामी भन्दा म चाहिँ यहाँसँग हेर्दैछु कसरी रोप्दो रहेछ भनेर आमाबाट चाङले रोप्दैछ हामी यहाँ ग्ल्याडियस फुल रोप्नु आँटेको है आज चाहिँ ग्ल्याडियस फुल यो मल त राम्रै छ नि यहाँ मजा खालको छ है मल
माटो माटोको राम्रो हाम्रो चाहिँ माटोहरू चाहिँ जे रोपे पनि दामी हुन्छ नि त म त खन्नु सक्दिनँ होला ढाड दुख्छ है हाम्रो चाहिँ बानी छैन कि तर म सिक्छु नि यो रोज कस्तो दामी यो रोज लगेर तल राखिदिनु पर्छ है तल रोपिदिनु पर्छ है त्यो अफ गर्नु आरिस गर्छ जेनीले एकछिन अहिले रोपेर देखाउँछु है तपाईँहरूलाई होइन हाम्रो लागि बनाइरहेको नि मैले भिडियोहरू चाहिँ हजुर यस्तो दामी फुलेको छ कि यसपालि चाहिँ हाम्रो सुन्तला फलेको छ कि सुन्तला यसपालि पुरा फलेको छ यही भुइँभरि यिनीहरू टिपिकिन हाल्नुपर्छ है सुन्तला म टिप्नुमा लाग्छ तर फुल्छ यसलाई यस्तो सपोर्ट दिनुपर्ने रहेछ बाँसले तल पनि यस्तै भइरहेको छ लच्किरहेको छ भुइँभरि छ यतिकै कुहिँदै जान्छ अरे हो गाईलाई सुन्तला झरेकोहरू राम्रो राम्रो अब यहाँनिर चाहिँ अहिले हामी रोप्छ यस्तो बनाइरहेको छ ठिक्कै रेडी बनाइरहेको छ अब अहिले रोप्नुपर्छ एकछिनमा अब खाना बनाउनु जानुपर्छ आज दिनभरि मजाको भइरहेको छ यहाँ एउटा रोज देखाइन्छु तपाईँहरूलाई यहाँ रोज छ कि यस्तो दामी कलर छ कि वाइट कलरको होइन कस्तो दामी फुल्छ नि यो त्यतिकै याद पनि गर्दैन है आफै फुल्छ आफै सिजनमा आफै फुल्छ त्यहाँबाट फेरि आफै उयो हुन्छ आपाले चाहिँ गार्डन बनाउँदै रहेछ हौ के चाहिँ यो फुल कलर हेर्न कस्तो दामी छ यस्तो मात्रै राख्छु म अर्को पालि यो पनि त कस्तो राम्रो छ कस्तो मजाले बनाएछ आपाले यसरी गर्नु पर्यो नि काम गर्दा चाहिँ है आपाले मात्रै मजाले गर्नु सक्छ यता त अरूले पनि गर्छ तर ढङ्गले हुँदैन नि यहाँ गोदावरी क्या दामी कलर मलाई त यो कलर साह्रो मनपर्छ एउटा मात्रै छ यो कलर है यसरी बारेर त्यो माथि पनि त्यसरी बार्नुपर्छ होला ग्ल्याडिसमा मामा हेर्नु नि कलर क्या मिठो वाइन रेड रहेछ यो चाहिँ वाइन कलर यो टमाटरको बोट यो पनि गोदावरी हो यो सबै यहाँ त्यस्तो छ नि यहाँ फुलै फुल दामी हुन्छ यतिको फुल त ठिकै छ त्यो अब त्यो ठुलो तल काँडा काँडा भएको पनि कुन्दिन है केटाहरूलाई भनेर यहाँ सारिदिनुपर्छ होला हौ यस्तोतिर दामी देख्छ कहाँनिर लालुपाते यो यो ए अन्त एउटै होइन यो र उयो पराको क्या दामी कलर छ है पराको झन् ए पर चाहिँ रातो छ नि त सयपत्री चाहिँ अहिले फुल्दैछ ए कुखुराहरू त यहीँ खेलिरहेको छ मजाले यहीँ खेल्नु पर्यो ए सयपत्री हो अहिले चाहिँ कस्तो दामी भइरहेको छ कौलोको बोट यो चाहिँ के फुलेको आलु जस्तै यत्रो यो उयो हो खै के हो पनि यो उयो है आपा के अरे त्यो घर तल्लोको बोट यस्तो हुन्छ आलु जस्तो छ देख्दैछ ए आलुहरू झुन्डेको जस्तो देख्दैछ बाटो ए यहाँबाट गएको रहेछ नि त्यस्तो भएर ए ठुलो है जेनी पनि यहाँ आएको छ जेनी कहाँ आएको अब अम्बक सबै छ नि आपाले सबै रोप्नु भएको छ दुःख गऱ्यो भने सबै हुन्छ दुःख गऱ्यो भने हुन्छ तर अब दुःख गर्ने चाहिँ हुनुपर्छ यहाँ पनि छ लालुपाते थुप्रो छ लालुपाते थुप्रो छ आटा खाजा खाने टाइम भएन यहाँनिर कस्तो दामी तँ पनि काम गर्ने जेनी क्याक्टसहरू छ यहाँ चाहिँ डल्लै घाममा राखिदिएको नि अस्ति हामीले यो क्याक्टसहरूलाई चाहिँ यस्तो छ यो फुलहरू कुन चाहिँ कुनै यहाँ एउटा मजाको फुल देखाइदिन्छु म ल मजाको फुल देखाउँछु यहाँ हेर्नुहोस् यस्तो खालको फुल चाहिँ ए कति मजाको कलर हेर्नु दामी कलरको वाउ लालुपाते उतल दामी छ नि कलर्सहरू यो दुबो पनि रोप्नु भएको छ आपाले ठुल्ठुलो भइसकेछ हौ यो चाहिँ ड्र्यागन फ्रुटहरू यहाँ पनि छ ड्र्यागन फ्रुट फुल देखाइन्छु म यो अघि हामीले रोपेको फुल हाम्रो मैले रोपिरहेको कुखुराले खान्छ भनेर चाहिँ यहाँनिर यस्तो लगाइदिइरहेको ए म यो भन्दा फर्स्टमा देखाउँछु है
यो अस्ति हामीले ल्याएको उताबाट शिलङबाट खोर्सानी 2-3 वटा ल्याएको थियो आमाले रोपिदिनु भएको थियो कि क्या मजाको भइसकेन नि झुप्पा झुप्पा हो यो चाहिँ गोदावरी के भन्छ यसलाई गोदावरी क्रिस्यान्थियम के भन्दो रहेछ ए कस्तो दामी फुलेको छ अहिले पनि फुलिरहेछ फुलहरू सबै कस्तो दामी दामी कलरहरू छ फ्लावरहरू चाहिँ आमा आपाले रोप्नुहुन्छ बुहारीले स्याहार्छ खुसी लाग्छ यस्तो फुलहरू देख्दाखेरि चाहिँ हामी चाहिँ अब यहाँ ग्ल्याडियस रोप्नुको लागि यहाँ बनाउँदैछ है जग्गा सोइल मिक्स गरेर खरानी हालेर मल हालेर माटो हालेर यहाँ कुखुरा चाहिँ हेर्नुहोस् अब कुखुराले कोट्याइदियो भने त जान्छ नि डल्लै फेरि रोपेको नरोपेको एउटै हुन्छ यसमा हाल्यो तपाईँले मल उयो गर्नुपर्छ बसेछ रेक्स त के माया लाग्दो बसेछ हौ रेक्स पनि रोप्नु आइज हात चला तेरो पनि छिटो हात चला रेक्स तेरो काम त्यति हो कुद्दै गर पाइस यसरी पुर्नुपर्छ बल्ब हाल्दै यसो हुँदैछ है आमाको हात चाहिँ दामी छ नि त दामी नुहायो नि त है ओ दाउरा दामी छ यो है कस्तो मजाले बोल्छ नि त दामी बोल्छ नि हौ दाउरा कस्तो दामी बोल्छ यो दाउरा हेलो सुते हेर्नु नि ए यहीँ सुत्दो रहेछ मजाले हेलो अर्को चाहिँ यहाँ सुतिरहेको छ अर्को चाहिँ यहाँ छ यतै सुत्छ है मजाले ए पुचु सुते हेर्नु नि मजाले काखमा म चाहिँ खोरभित्रै पसेर सफाइ गरिदिएको नि खोरभित्रै सुतिरहेछ अर्को यहाँ अर्को चाहिँ मसँग छ है न्युट्रेलाको अचार यस्तो मसिनो खालको न्युट्रेला दामी हुन्छ नि जाम पनि न्युट्रेलाको चाहिँ बनाउँछ चाङले यस्तो मिठो हुन्छ यो चाहिँ मलाई पनि मिठो लाग्छ यो चाहिँ मेरो हस्बेन्डको फेभरेट हो नि त यो चाहिँ यहाँ चुलामा बनाउँदैछ चुलाकै राम्रो हुन्छ चुलाकै राम्रो नि आगो दाउराको दामी यहाँ पनि डल्लै छ नि यहाँ तर एक प्लास्टिक छ मजाले बनाउँछ अरे चाङले डल्लै बनाउँछ अरे खोर्सानी चाहिँ कुन चाहिँ हाल्छ चाङ यसमा तातो खोर्सानी ए यही कम्ती हुँदैन कम्ती भने ल्याउनुपर्छ तलबाट बदाम फ्राई गरिरहेछ हो अन्त यहाँ चाहिँ न्युट्रेला छ ए त्यसपछि चाङले यो त्यसरी हाल्नुपर्छ अरे नि त खोर्सानी चाहिँ अलिक पिरै मिठो हुन्छ कडी पत्ता ल्याउनु पठाएको कि बिर्सेछ कडी पत्ता ल्याएन देखा त कडी पत्ता यो फ्राई गर्नुपर्ने हो फ्राई गर्नु कडी पत्ता है कति मिठो आयो उसको त्यो के भन्छ मिठो बनायो फ्रेग्रेन्स हुन्छ नि यसको दामी हुन्छ यसले चाहिँ अचारहरूतिर चाहिँ दामी स्वाद ल्याउँछ यसले दुध पनि ल्याएछ उयो पनि मिठो हुन्छ अहिले बनाएको देखाउँछु है मैले अस्ति पनि बनाएको थिएँ अस्ति पनि बनाएको थिएँ कस्तो मिठो भएको थियो अन्त फेरि बनाउनु भएको पनि उसको लागि करी पत्ता उसको चाहिँ जहिले पनि त्यस्तै यो चाहिँ करी पत्ता हो खलाल खलाल त पुरा हाल्नुपर्छ है यो चिजहरू हाल्नुपर्छ अनहेल्दी तर कोही कोही बेला खाँदा त केही हुँदैन अब नुन चिङ अलिकति अब नुन हाल्यो है अब यो चाहिँ उयस तेल हाल्नुपर्छ लास्टमा चाहिँ हाल्नु पर्दो रहेछ म पनि सिक्दैछु म पनि बनाउँछु पछि सक्यो भने चाहिँ
नुन चस्नुहोस् है मिठो देख्यो मेरो बुढा खुस हुन्छ अब यो खानु पाएन फेभरेट हो नि त उसको अघि लसुनहरू पनि बिर्सेछ कि त्यहाँबाट लसुन फ्राई गरेर त्यसमा चाहिँ लसुन हालेर अर्कै मिठो आउँछ फ्लेभर ओनियन मिठो देख्यो दामी भेट्यो तपाईँको यो चाहिँ मलाई हालिदिनु काफी हुन्छ यो दाम यो चाहिँ बनाउनु मन अरे दामी भइसक्यो टेस्टी भयो नि के भएछ अब यसमा लगेर फेरि जलजिरा थप्यो भने दामी हुन्छ अरे टेस्ट अर्कै हुन्छ अरे अब यसमा लगेर जलजिरा थप्छु म हामीले अलिकति मात्रै हाल्यो नि त थिएन नि त दुईवटा बटनमा भर्यो यो चाहिँ हाम्रो यो चाहिँ बानजना नानाहरूको लागि हालेको अरे यति चाहिँ उब्रेको घरमा काफी हो यतिले बेसी खाँदैन त अरे त्यसमा हाल्दैछु बटनमा म जान्छु ऊ फ्ल्यास अन गर्थेँ कि आँखा बटन 1 2 खै क्याचै गरेन हौ मेरो भाइले त क्याच गर्न रिक्जेन ल्याउँछ मिलाएर हेर्नु नि क्या हाँसो पारा ओछ्यान मिलाउँदा यहाँ भुइँमा पनि मिलाइरहेको रहेछ क्या कर रहे हो व्हाट आर यू डुइङ I'm doing my duty. What duty? That I'll not tell you. You can see, okay? Because I can't speak English. I can speak. Yes, you can't. I can speak English. यो को यहाँ को हो यो यस्तो Moha. चेकेटा पोक चेकेटाको हो अहिले त खै हेरौँ ए अहिले त हेरौँ चुर्छ नि दाल पनि रहेछ नाकमा हेर त छ्या दाल मिलायो आफ्नो ड्युटी अब प्रार्थना कतिको मिलायो अब यहाँ मिलाउँछ अरे ओछ्यान खै कसरी मिलाउँछ हेरौँ त खै माछालाई पनि उयो हालिदिनुपर्छ हौ के भन्छ खाना ऊ भाइले यहाँ ओछ्यान मिलाउँदैछ बोलाको छैन भाइको ड्युटी कडा छ है भाइ ड्युटी कडा छ है भगवान् Damn tasting. ला के भनेको त्यो भनेको चाहिँ के हो ट्याङ ट्याक्सी भनेको यहाँ कसको मिलाइदिएको भाइ ओछ्यान पता नि रत्नाको है अब एक दिनमा टेन्सन गरम जान्छ लेजी गर्ललाई लेजी गर्ल लेजी गर्ल छ नि एकजना है ओ भाइ मामले के भन्छ अरे प्रार्थनालाई यहाँ के भन्छ अरे काम नहुने के भाइ मामला कलर्स लगाइदियो लु जाउँ म तपाईँले रिक्जेनको डाँडमा पो सुत्यो रिक्सु त गुड नाइट रिक्सु गुड नाइट रिक्जेन Good night.